सबैजनालाई येशू ख्रीष्टको नाउँमा न्यानो अभिवादन साथै जय मसीह। हितोपदेश 4:22 तपाईँले निकाल्नुहोस्। हितोपदेश 4:22 कतिजनाले मोबाइलमा छ, मोबाइललाई निकाल्नु सक्नुहुनेछ। डाटाहरू तपाईँले अफ गर्नुहोस्, कसैको कलहरू है केही छ भने तपाईँले अफ गर्नुहोस्। ल कसैले पढ्नुहोस्। आमेन 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 आमेन। ल के रहेछ त तपाईँले हेर्नुभयो त? के रहेछ त? वचन चाहिँ के छ त? वचन चाहिँ के रहेछ त? सबैभन्दा पहिले भजन सङ्ग्रह 119 को 72 पट मैले एकचोटि देखेँ। म एक ठाउँ कन्फरेन्समा गएको थिएँ, म उभिँदै थिएँ। आराधना गर्नको लागि तपाईँ उभिनुहोस्। म उभिएँ, आराधना गरेँ। त्यो आराधनाको बिचमा आराधना लिडले गर्दै गर्दाखेरि उहाँले भन्दै गर्दाखेरि मैले त्यो स्क्रिनमा हेर्दै थिएँ। भजन सङ्ग्रह 119 को 72 पद। त्यति बेला यति धेरै आँखाबाट यति धेरै आँसु झरो। म यति धेरै मलाई कहाँबाट आनन्द आयो एकैचोटि। त्यो चाहिँ मेरो हृदयमा गाडियो। मैले पढ्नु पनि परेन, मैले केही पनि गर्नु पर्ने। त्यो चाहिँ मलाई चाहिँ लाग्यो कि येशू ख्रीष्ट मसँग झम्का भेट भएको छ जस्तो मैले महसुस गरेँ त्यति बेला चाहिँ। त्यो वचन त यो पो रहेछ त। पढ्नु भयो? पढ्नुहोस् त लु। आमेन आमेन। तपाईँले वाउ आमेन भन्नुहोस् है। गुण कुरा चाहिँ तपाईँकोमा यस यो चाहिँ हो भन्छ तपाईँले आमेन। तपाईँले यस यो चाहिँ हो भनेर तपाईँले भित्रबाट भन्नुहोस्। कतिजनाले चाहिँ भित्र हुँदाहुँदै बाहिरै प्रकटीकरण गर्छ, यस भनी निकाल्छ। हामी शरीर बाहिर एक्ट पनि गर्नुपर्छ नि त। हामी रिसाएको छौँ भने रिसाएर चुपो लाएर हिँडेको छौँ भनेदेखि के हुन्छ कसैलाई थाहा हुँदैन, तर प्रकट गरिसकेपछि त्यसले इफेक्ट गर्न थालिहाल्छ। आशिषको कुराहरू भयो, असल कुराहरू छ भने तपाईँले एक्ट भन्छ नि त्यसलाई, यस भनिहाल्नुहोस्। त्यसले तपाईँको जीवनमा, त्यो मुभमेन्टले तपाईँको जीवनमा, हाम्रो जीवनमा चाहिँ काम गर्न थालिहाल्छ। त्यो चाहिँ बाहिर निस्क्यो नि त, काम गर्न थालिहाल्छ। हालेलुया। हामीले हेऱ्यौँ वचन चाहिँ के रहेछ त? हिरा आइदिएछन्। मैले त अब हिरा मोती त देखेको पनि छुइनँ, सोन बाहेक त देखेको छुइनँ। फोटोमा चाहिँ अब होइन देखेको। अब यहाँ त त्यो लेखेको छ हिरा मोतीको हजारौं टुक्रा भन्दा पनि मूल्यवान। हामी चाहिँ त्यत्रो मूल्यवान यहाँ साथमा कसैले हामी नलिकन नहेरिकन हिँड्दैछौँ भनेदेखिलाई चाहिँ के हो त? परमेश्वरले हाम्रो लागि यो यति धेरै राखिदिनु भएको रहेछ, हामीले किन यो कुरालाई हेर्दैनौँ? वचन चाहिँ के हो त? सारा जीवनको मूल हो। यहाँ 105 ले पनि भन्छ। तपाईँले हेर्नुहोस् त 105 ले के भन्छ? हजुर 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 हजुर। अनि 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 हेर्नुहोस् त के रहेछ त? गोडाको निम्ति। गोडा भनेको के हो? हात गोडा। जब हामी हाम्रो जीवनको यात्रा हिँड्दै गर्दाखेरि चाहिँ नि बत्ती उज्यालो उज्यालो, हामी आफ्नो भविष्य उज्जवल भविष्य भन्छ नि, हाम्रो भविष्यको लागि चाहिँ त्यो हो जीवन। अनि हामीले त्यसलाई ग्रहण गरेर पक्रेर बसिराख्ने, जानेर बुझेर बसिराख्ने, त्यसलाई बुझेर अगाडिबाट हिँड्ने त हामी, त्यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा छ। हामी भलै जहीँ जाउँ, जुनै पनि देशमा जाउँ, जुनै पनि ठाउँमा जाउँ, चाहे घरमा बसौँ, मेरो लागि यो वचन चाहिँ मेरो लागि जीवन हो। मेरो लागि वचन मेरो लागि जीवन हो। हामी यो कुरालाई हामीले बुझेर अगाडि बढ्नु चाहिँ जरुरी छ। अनि नयाँ करारमा हामीले हेर्ने हो भने त वचन त देहधारी भएर आउनु भयो भनेर भन्छ होइन? वचनै परमेश्वर हुनुहुन्थ्यो होइन? परमेश्वरै वचन हुनुहुन्थ्यो। त्यो वचन चाहिँ कहाँ गयो त जीवनमा परिणत भएर आयो? किनभने पुरानो करारमा भएको कुरा अगमबाडीद्वारा चाहिँ अब चाहिँ बाहिरको पालमा मात्रै होइन, अब चाहिँ म हृदयमा, हामीले धेरैपल्ट सुनेको, हामी हृदयमा, अब म तिमीहरूको हृदय मासुको हृदय भएर आउनेछु हुँदै गर्दाखेरि त्यो चाहिँ देहधारी भएर आयो। त्यो देहधारी चाहिँ म हो। तपाईँले भन्नुहोस् म हो त, म हो भन्नुहोस्। किनभने येशू जस्तो, येशू स्वयं म हो नि त। यहाँनिर के भन्छ? हामीले यो मण्डलीको मेन वचन कहाँबाट सुरु भएको छ? यसो 60 उठ उठ। तपाईँले एकचोटि देखाइदिनु सक्नुहुनेछ। उठ प्रकाशमान हो। कसलाई भन्दैछ? भन्दै गर्दाखेरि हामीलाई भन्दैछ। तपाईँले भन्नुहोस् मलाई भन्दैछ। खै त भन्नुहुन्न त फेरि। जसले एक्ट गर्छ नि उसको जीवनमा चाहिँ नि हलचल भएर आउँछ। जो चाहिँ भित्र बुझेकोले हुँदैन क्या, बाहिरी बुझाइ चाहिँ हुनु जरुरी छ। भित्रबाट बाहिर निस्किन्छ नि त। मलाई नाच्नु मन लागिरहेछ, उहाँ परेर गर्दा हुन्छ? मलाई त आइहाल्नु, मलाई यहाँनिर त यस्तो यस्तो भनेर हल्लिनु मन लागिहाल्छ नि त। भन्नु कतिको प्रकट गर्दै गर्दाखेरि चाहिँ अरू पनि दामी नाच्दो रहेछ त है।
यस्तो जान्ने मान्छे किन त्यहाँ बसेको त? हामीले देख्नु जरुरी छ नि त। त्यो कारणले गर्दा यहाँनिर के भन्छ? उठ प्रकाशमान हो किनकि तेरो प्रकाश आएको छ। कस्तो प्रकाश आएको छ? मेरो भन्नुहोस् त, मेरो भन्नुहोस् त। मेरो प्रकाश आएको छ। बुझ्नु भए पनि नबुझे पनि हामीले भन्नुपर्ने कुरा चाहिँ मेरो प्रकाश आएको छ। किनभने परमेश्वरको भएदेखि त परमेश्वरले मेरो भन्नुहुन्थ्यो नि त। म भित्र रहेछ नि त त्यो प्रकाश आएको छ र परमप्रभुको महिमा तँमाथि उदाएको छ। परमेश्वरले हामीलाई अभिषेक गर्नु भएको छ भनेको परमेश्वरले हामीलाई चाहिँ छुनु भएको छ। परमेश्वरले हामीलाई, किन म एक्लै गर्नु सक्दिनँ नि त, परमेश्वर बिना त म एक्लै गर्नु सक्दिनँ नि त। त्यस कारणले गर्दा परमेश्वरको महिमा तँमाथि उदाएको छ भनेको मतलब चाहिँ यो वचन के हो भन्दाखेरि रेगुलरली त्यसलाई के भन्छ? पास होइन, थियो भन्ने होइन, आउने छ होइन। हामीले यहाँनिर वचनलाई राम्रोसँगले हेर्नुपर्छ। आएको छ भने आइसकेको छ हो नि त नि। हालेलुया। धेरैजनालाई गाह्रो पनि हुन्छ नबुझ्दै गर्दाखेरि। धेरैजनालाई चाहिँ बुझेको हुन्छ, रिभाइज हुन्छ, हो म हो यो चाहिँ हो है भनेको हुन्छ। अनि यो चाहिँ के भन्दा अघि मैले भन्दै थिएँ, मैले यो खास मेरो वचनको शीर्षक चाहिँ होइन, तर मैले एउटा बेस तपाईँहरूलाई, वचन चाहिँ के हो त? हामी यहाँ आउँछौँ 45 मिनट रमाउँछौँ, वचन चाहिँ के हो त? यो कुरालाई हामीले बुझिएन भनेदेखिलाई त हामी त वर्षौँसम्म यहाँनिर त पुरा नयाँ कुरा भन्छ, यति बेला छ तिमीलाई त शिक्षक भइसक्नु पर्ने, तिमीलाई त आज पनि लिटो खेलाउनु पर्दैछ भनेर भन्दछ। अनि हामी आफूलाई जाँचिरहेको छौँ, म यत्रो भइसकेँ भनेको छु, मलाई कतिले म त ग्रहणै गरेको छैन भने म त अगुवा हो भनिरहेकोलाई, कतिले म त कोयर हो भने, सबैले हामीले आफूलाई चालिरहेको छौँ। अनि आफूलाई चाल्दा देखेपछि के गर्नु है, भित्रबाट बोल्नु था अर्को मान्छे, के गर्नु अब मलाई दिएन, के गर्नु साह्रो छ, के गर्नु ऊ आउँदैन, के गर्नु, कि विभिन्न कुराहरू खेल्छ क्या यहाँनिर, विभिन्न कुराहरू। अहिले हामी त्यो कुरा हामी बुझ्दै आउँछौँ कति कुराहरू। अनि हामीले जान्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि वचन चाहिँ हाम्रो जीवनमा बग्नु पर्यो क्या, बग्नु पर्यो। बग्दैछ कि छैन त? बग्दैछ कि छैन त? वचन बुझेर चाहिँ केही पनि हुनेवाला छैन। तर त्यो बुझेको वचन चाहिँ खुद मबाट बगेन भनेदेखि हाम्रो जीवन चाहिँ जहाँ थियो त्यहीँ हो। अनि एकचोटि त्यस पछाडि के हुन्छ? कक्रक्क परेको हुन्छ क्या, बुढो चाहिँ भयो होइन, बुढो चाहिँ भयो तर ज्ञान चाहिँ छैन। के भन्छ? असलै भएन, उसको जीवनबाट केही पनि बग्नु सकेन। हामी कोही बेला के हुन्छ भने हामी कम्ती वचनलाई हामी हेर्नेछौँ, तर वचन के हो भन्ने कुरालाई हामी हेर्नेछौँ है। वचन कम्ती, किनभने वचन यति धेरै के गर्नु, कतिजनाले खातै लेख्ने नै ल्याउनु भएको छैन। मलाई थाहा छ नि, यहाँ कतिजनाले लेख्नै ल्याउनु भएको छैन। मलाई किन चाहियो र भन्छ नि, लेखेको र देखेको चाहिँ लामो समय रहन्छ। इतिहास हाम्रोमा छ, लेखेको र देखेको चाहिँ धेरै समयसम्म रहन्छ। तर सुनेको कुरा चाहिँ विश्वास चाहिँ आउँछ। सुनेको कुरा चाहिँ सुन्नुहोस्, अहिले यहाँ चर्चको बिहान निस्क्यो भने कति कुरा बिर्सेको गर्छ। अहिले चाहिँ यो चाहिँ हो नि, यो चाहिँ आउँछ, त्यहाँ गएर निस्किन्छ। त्यस कारणले गर्दाखेरि म खातै दुईवटा त्यो उहाँ पनि छ, उहाँ पनि छ। म जुन दिनदेखि म हिँड्छु भनिसकेपछि मैले यो खाता जाने पनि नजाने पनि कसले कतिवटा भजन गायो, कस्तो सञ्चालन थियो, कसले प्रार्थना गर्यो, इभन त्यो कुराहरू म अहिले पनि लेखेर राख्छु। त्यो मेरो आज्ञाकारिता म लेख्छु। अनि हामी के गर्दैछौँ त? मेरो त म त केही त पाउँदिनँ, जिम्मेवारी त पाउँदिनँ, त्यसको लागि होइन। हामी लेख्दै गरेको कुरा कोही बेला के चाहिँ रहेछ, खोइ हेरौँ के चाहिँ रहेछ भनेर हामी लेख्दै गर्दाखेरि चाहिँ जरुरी छ। अनि तपाईँहरूले खाता लेखेर ल्याउनुहोस्, राख्नुहोस्, लेख्नुहोस्, जानुहोस् नजानुहोस्। तपाईँ कोही बेला पढ्नु आउँछ, पढ्नु नआउनेले हात उठाउनुहोस्। कोही छैन हामी पढ्नु नआउने। त्यस कारणले गर्दा हामीलाई सजिलो छ। पढ्नु आइसकेपछि लेख्नु पनि आउँछ होइन, लेख्नु पनि आउँछ। तपाईँले लेख्नुहोस्। यो कुरा तपाईँले हामीले पाइला चालिन भनेदेखिलाई चाहिँ हाम्रो जीवन चाहिँ ती छोडिन्छ क्या, ती छोडिरहन्छ। अनि के हुन्छौँ हामी छोडिसकेपछि थोत्रे जस्तो हुन्छौँ क्या। परमेश्वरको वचन त हामी हरेक दिन नयाँ चाहिँ भन्छौँ, तर हामी थोत्रे जस्तो हुन्छौँ। त्यस कारणले गर्दाखेरि म जहिले पनि मेरो कुराहरू चाहिँ के हो भन्दै गर्दाखेरि हामी नयाँ भएको छौँ भनेदेखिलाई हामी हिजो 2025मा जस्तो चाहिँ त्यो होइन। हामी अब म फेरि पनि उठ्ने छु, केही न केही मेरो जीवनमा परिवर्तन हुनुपर्छ। म चाहिँ घोषणा गर्छु, यो 26 चाहिँ मेरो त्यत्तिकै खेर जानु हुँदैन। मैले अहिले पनि घोषणा गरेँ, मलाई थाहा छैन के हो, तर म घोषणा गरिरहेको छु मेरो जीवन चाहिँ 2025 चाहिँ त्यत्तिखेर जानु हो। पैसा धन सम्पत्ति त्यो छँदैछ त्यो कुरा, तर यहाँ आउँदै गर्दा हामी आत्माको कुरालाई हामी ग्रहण गर्न आएको। हालेलुया। ल अनि म अब
आज मैले यो लामो भन्दा पनि मेरो पाठ छ। हामी प्रिचिङ र टिचिङ हैन, हामीले भनेको कुरा र सिकेको कुरा स्कुलमा पनि प्रिचिङ गर्छ, त्यसपछि प्र्याक्टिकली थ्योरी लान्छ, हामी टिचिङमा जानेछौँ है। त्यस कारणले गर्दा तपाईँहरूको खाता हुनु जरुरी छ भनेको तपाईँहरूको जीवनमा एकदम काम दिन्छ, मेरो जीवनमा काम दिन्छ। किनभने मैले यहाँ उभिँदै गर्दाखेरि म के बोल्छु होइन, तर परमेश्वरले मलाई जे अगुवाई दिनुहुन्छ त्यो कुराले चाहिँ तपाईँहरूको जीवनमा परिवर्तन हुन्छ। मैले सिकेको मैले जानेको कुराले चाहिँ होइन, तर परमेश्वरबाट आएको कुराले चाहिँ जीवन परिवर्तन हुन्छ नि त होइन। त्यो कारणले गर्दाखेरि तपाईँहरूले नयाँ कुरा आयो, कस्तो नयाँ कुरा आयो भनेदेखि हामी चाहिँ जय कुरा नयाँ कुरा आउँदै गर्दाखेरि के हो, आज मण्डलीमा विभिन्न ठाउँहरूमा हामी नयाँ कुरा हुँदै गर्दा के हुन्छ, ओ के हो नबुझेको कुरा के हुन्छ, कतिचोटि अनौठो या त कतिचोटि यो त होइन होला है, यो त फरक हो है, विभिन्न आइरहेको हुन्छ क्या होइन। अनि त्यो कति त्यसलाई यो त झुठो भन्ने कुराहरू हुन्छ, तर हामीले त्यो कुरालाई खोजेर त्यो कुरालाई अध्ययन गरेर हामी त्यो तपाईँहरूले हामीले निष्कर्षमा पुग्नु जरुरी छ। यो कुरा चाहिँ सही रहेछ, यो कुरा यो रहेछ, यो कुरा यो रहेछ भने हामीले त्यो कुरा बुझ्न सकिन्छ। अनि तपाईँहरूले त्यो कुरालाई हेर्नुहोस् अनि भन्नुहोस्, प्रभु मलाई सिकाउनुहोस्। अघि मैले प्रभु भित्रबाट तपाईँले प्रभु मलाई सिकाउनुहोस्, रहस्यको कुराहरू खोल्नुहोस्, तपाईँले भन्नुहोस्, रहस्यको कुराहरू खोल्नुहोस्, तपाईँले भन्नुहोस्। अनि जब हामी मुखले घोषणा गर्छौँ नि एक्टिभेट हुनु सुरु गर्छ। हालेलुया हो, जब हामी बोल्छौँ नि त्यस पछाडि एक्टिभेट हुनु सुरु गर्छ। पवित्र आत्मा त यहाँभित्र हुनुहुन्छ नि, कतिखेर यसले बोल्छ र यति बेला बोल्छ र म एक्टिभेट रेडी भएर छ, तर हामी चाहिँ बोल्दैनौँ क्या, केही कुरा बोल्दैनौँ हामी चाहिँ। अनि बोल्ने बेलामा त के हुन्छ, अरू अरू कुरा बोलेको कथा कहानी कहाँ 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 पैसाको आत्मा त रेडी छ, यसले चाहिँ वचनको आधारमा जाने म काम गरौँ छैन। त्यसपछि ल जान्छौँ, ल त्यस्तै हो ठिकै छ भने हामी गयौँ, के भयो पवित्र आत्मा त यहाँ, अनि त्यो दुखी तुल्यायो भने त्यही त पवित्र आत्मालाई दुखी तुल्याऊ भनेको काम यो हो। पवित्र आत्मा यहाँ हुनुहुन्छ, हामी चाहिँ मन्दिर हो होइन, मन्दिरको ढोका चाहिँ खुल्ला हुनु पर्यो नि त, बन्द गरेर आएपछि त के भयो त, कामै भएन नि त होइन। अनि मैले तपाईँहरूलाई यही कुरा भन्न राखेको छु। अनि तपाईँहरूले अब चाहिँ बल्ल हामी वचनमा जानेछौँ। जग देखिँदैन, मुनिको कुरा केही पनि देखिँदैन, हामीले हिजोको दिन केही देखिनु होला, हामी 10 वर्ष के भयो हामी त्यो कुरा फर्केर हेर्दैनौँ, तर त्यो 10 वर्षले हामीलाई नयाँ ठाउँहरूमा लाँदैछ, घोषणा गर्नु पर्यो। 10 वर्ष हामीले यत्रो प्रार्थना गरौँ, यत्रो मण्डली गरौँ, यो गरौँ त्यो गरौँ भन्ने खालको होइन, तर अब नयाँ परमेश्वरले नि पुरानो कुरा चाहिँ बितेर गयो, पुरानो कुरा सम्झिदिन भन्छ नि, फर्केर आउँछ तिमीहरू केही कुरा सम्झिदिन भन्नुभएको छ भने यसमा आजदेखि यसमा अहिलेदेखि म नयाँ हुन्छु, नयाँ बुझेर जान्छु, नयाँ कुरालाई बुझेर जान्छु भनेर तपाईँले लिनुहोस्। अनि आज चाहिँ हामी अपरेसन, आज हामी चिरफार, आज हामी के कुरा के चाहिँ रहेछ त, म को रहेछ त, मैले बोलेको कुराहरू के चाहिँ रहेछ त भन्ने कुरालाई हामी बुझ्दै जानेछौँ। यहाँनिर सबैको लागि हुनेछ। हामी तपाईँहरूले के भन्छ पहिलो थेसलोनिकी 5:23 तपाईँले पढ्नुहोस् त, पढ्नुहोस्। अब त्यही भएर रेडी हुनुहोस्, बाइबल कोसँग छ म ट्याक्क भन्छु, तपाईँ रेडी हुनुहोस्, फेर गर्नुहोस् तपाईँहरू। आमेन आमेन आमेन। यो वचनको शीर्षक है, अनि यो वचनको शीर्षक रहेको छ। अनि मैले तपाईँहरूको बिचमा आजको वचनलाई लिएको है चाहिँ के हो भन्दै गर्दाखेरि दोस्रो हरफमा यहाँनिर के छ भन्दाखेरि तिमीहरूका समस्त आत्मा प्राण र शरीर हाम्रो प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलन रहन्। यो 3टा आत्मा प्राण शरीर, हामी आत्मा प्राण शरीरको विषयमा हेर्नेछौँ है। हामी आत्मा प्राण शरीर, तपाईँले भन्नुहोस् आत्मा प्राण शरीर, आत्मा प्राण शरीर। हामीसँग आत्मा पनि छ, प्राण पनि छ, शरीर पनि छ, तर वास्तवमा म चाहिँ को, म को, 3टा छ, म को, 3टामा म को, भन्नुहोस् भन्नुहोस्। एउटा कुरा खोजेको राम्रो, जानेको राम्रो, भन्न पाए कोही एनीबडी? यस यस यस। आत्मा प्राण शरीरमा को? यस, आमेन 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 आमेन। हामीमा यो कुराहरू हामी जान्न जरुरी छ। यस
यस अब म को हो रहेछु भन्ने कुरा चाहिँ अब हामी यो के भन्छ यो वचनबाट हामी क्लेरिफाई हुनेछौँ। त्यस पछाडि हामी छुट्याउँछौँ ऊ किन रिसाउँदैछ होइन, उसको बेहोरा किन यस्तो होइन, फल्ना किन यस्तो, हामी त्यति बेला छुट्याउँछौँ। त्यति बेला त्यो अनुसारलाई हामी आज हामी किन रिसाउँछौँ त एक्लै अर्कालाई। यो कुरा हामी गहिरोमा गइसकेपछि हामी रिसाउनु छोड्छौँ। मलाई रिसाइ उठ्दैन, म घोषणा गर्छु प्रभुको अगाडि। तर परमेश्वरको वचनले रिस गर पाप नगर पनि भनेको छ नि। म घमण्ड हुँदैन, ममा रिस त आउने रहेछ नि त, तर त्यसले प्रकटीकरण त्यसले काम चाहिँ गर्नु नदिने हो नि त। रिस त ममा हुन्छ, म भन्छु घोषणा त गर्नुपर्छ, म गर्छु। धेरैचोटि कतिचोटि मलाई रिस उठिरहेको हुँदैन। अनि पहिला चाहिँ हो, अहिले चाहिँ यो कति कुरा बुझाइले मलाई परिपार होइन। आत्मा प्राण शरीर, फेरि पनि भन्नुहोस् आत्मा प्राण शरीर। यो सेसन जानेछ, यो लामो सेसन हुनेछ, पार्ट 1 पार्ट 2 गरेर हामी 3टा छौँ। पार्ट 1 पार्ट 2 को कति समयसम्म म लिन्छु आउँदो समयहरूमा। तपाईँले अहिले चाहिँ आत्मा प्राण शरीर, आत्मा प्राण शरीर है। मैले यहाँनिर पहिलो थेसलोनीको पुस्तकलाई मैले लिएको छु। अनि आत्मा प्राण शरीरमा चाहिँ वास्तवमा परमेश्वरले चाहिँ होइन, हामीले चाहिँ यहाँ तपाईँहरू 3जना, एकजना यहाँ आउनुहोस्, 3जना आउनुहोस् त, 3जना रेवती बहिनी, लु हाम्रो सिंह बहिनी, लु उहाँ होइन एकजना आउनुहोस्, तपाईँ आउनुहोस्। प्र्याक्टिकल, त्यही भएर मैले प्र्याक्टिकल यता खडा, अगाडि खडाउँछु, यता लाइन। अब बुझ्नुहुन्छ कति कुराहरू हामीले बुझ्छौँ है। शरीर प्राण आत्मा चिनिराख्नुहोस् है, हल्का क्लेरिफाई हुन्छ। शरीर प्राण आत्मा। अब अगाडि भएर तपाईँले कसलाई देख्नुहुन्छ? शरीर देखिन्छ होइन। शरीरसँग तपाईँ बस्दै गर्नु भने प्राण हुन्छ, प्राणी हुन्छ नि, उसको बानी बेहोराहरू होइन, उसको हलचलहरू तपाईँले देख्न सक्नुहुन्छ। नत्र भने ऊ त कति राम्री छ नि त होइन, सँगै बस्नुहोस् त उसको भित्र के रहेछ भन्ने कुरा त बसेर देखिन्छ। शरीर झलसे हेर्दा शरीर हो, ऊ चाहिँ आत्मा हो, पछाडि छ, गहिरो कुरा छ, गहिरो प्रेमले किन गहिरो छ। अनि हामीले देख्ने चाहिँ शरीर प्राण आत्मा, परमेश्वरले चाहिँ आत्मा प्राण अनि शरीर। त्यही भएर शरीरको कुरालाई नारा भनेको छ नि त होइन। शरीरको त केही पनि होइन होइन। अनि हामी चाहिँ कहिले जहिले पनि शरीरको कुरा देखिने कुरालाई, लुगा देख्यो लायो, यो देख्यो लायो होइन, राम्रो कुरा लायो यो कुरा। प्राणको क्षेत्रलाई त हामी प्राय है, प्राणको क्षेत्रलाई हामी प्राय वास्ता गर्नु। आत्मालाई त के हो? आत्मा चाहिँ के हो? आत्मा चाहिँ के हो? वचन हो होइन। आत्मा त वचन हो नि त, आत्मा होइन, आत्मा त वचन हो नि त। तपाईँहरूले ध्यानपूर्वक तपाईँले सुन्नुहोस्, केही कुरा क्लेरिफाई हुनुहुनेछ। हामी नयाँ हुँदैछौँ, म नयाँ हुँदैछु, तपाईँले भन्नुहोस् त यस, म नयाँ हुँदैछु भन्नुहोस्। हामी सबैजनाले आत्मालाई चाहिँ हामीले वास्ता पनि गरेको हुँदैन भन्ने, ऊ त गहिरो छ नि त, पछाडि छ नि त होइन। उतार आउँदा यहाँ त सकिन्छ, निन्द्रा लाग्छ, सुति त हाल होइन। पहिला शरीरको वास्ता गर्छौँ, खानपिनदेखि लिएर त्यस पछाडि इन्टरटेनमेन्टको कुराहरू, प्राणलाई त्यसरी आउँदा थाकिहाल्यो, सुत्यो बिचरा, उता सुतेको त्यही भएर चर्चमा आउँदै गर्दाखेरि चाहिँ यसलाई तयारी गर्नुपर्छ। यो चाहिँ रेडी छ भने यिनीहरूलाई फेरि उडाउँछ। फेरि ऊ चाहिँ फेरि के हो भन्दै गर्दाखेरि दुइटैमै छ नि त, दुईतिर ऊ यता पनि मिल्छ, यता पनि मिल्छ, उसले जसलाई वास्ता गर्छ त्यतै मिल्छ फेरि ऊ चाहिँ। हेर्नु है, म किन जान खान छोडेँ प्राणको कुरालाई, मैले उता लानु छोडेँ। प्राण यता मिसिसकेपछि म योसँग हिँड्छु, एक्लै भयो। शरीर म जाँदिनँ, म त्यो भट्टी पसाउँदिनँ होइन। शरीर एक्लै भयो नि त, उसलाई जानु मन लाग्छ, लाउनु मन लाग्छ, के न्यु खोज्छ उसले। तर यो एक भइसकेपछि एक्लैले केही पनि गर्नु सक्दैन। अब यो फेरि उता गइसकेपछि एक्लै भाइले केही पनि गर्नु सक्दैन, ऊ त झन् बल पनि गर्दैन। परमेश्वरको वचनले हामीलाई बल पनि गर्नुहुन्न। तिनीहरूको अगाडि राखिदिएको छु, आइज जे लिन्छौ। अनि हामीले देख्ने भनेको शरीर प्राण आत्मा, परमेश्वरले चाहिँ देख्ने भनेको आत्मा प्राण शरीर। उहाँको देखाइबाट चाहिँ हामीले यो कुरालाई बुझ्नुपर्छ। ल तपाईँहरूलाई धन्यवाद। याद गरिराख्नुहोस् है, यहाँ अगाडि उभिएको अहिले इमेजिनेसन हुन्छ नि दिमागमा, तपाईँले क्यालकुलेसन गरिराख्नु, मैले भनेको कुरा तपाईँले इमेजलाई क्याच गर्नुहोस्, त्यो भएर लेख्नुहोस् भन्ने कुरा। तपाईँको मैले भनेको कुराहरू कति कुराहरू चाहिँ यहाँबाट सिकेको कुराहरू तपाईँले लेखेर राख्नुहुन्छ, कति कुरा चाहिँ तपाईँको आत्माले तपाईँको किन भित्रबाट हृदयले भनेको कुरा यसो कुरा छ, तपाईँले साइडमा लेख्नु सक्नुहुन्छ। त्यसो तपाईँको प्रकाश के भन्छ नि, एउटा तपाईँको सो प्रकाश भन्छ। हामी बिल्डअप हुनु छ, त्यही भएर आत्मा प्राण शरीरमा हामी को चाहिँ रहेछौँ त? लु अब यति मात्र त को चाहिँ रहेछौँ त हामी?
अब यसको क्लेरिफाई पनि हुन्छ, यसको क्लेरिफाई हुन्छ। म मरे होइन, ल अब प्र्याक्टिकली त अशुभ मर है। अब म आएँ, यो को भन्छ कि यो कसको शरीर भन्छ? कसको भनेपछि कसको भने त्यो म चाहिँ कता गयो त त्यो भाइ? अघि त ऊ अशोक थियो, मरेपछि ऊ कता गयो त? म भन्ने कुरा त हट्यो नि यहाँबाट त गएन। उसको त अशोकको शरीर मेन त हरायो क्या। भनेपछि शरीर त म होइन रहेछु भन्ने कुरा बुझ्नुभयो तपाईँले होइन? शरीर म होइन, मेरो शरीर हो नि त। मेरो शरीर हो नि त यो त, मेरो शरीर भन्छ नि त मेरो। अनि म भन्ने कुरा चाहिँ यो त अहिले गहिरो चाहिँ म भन्ने कुरा चाहिँ कहाँ भन्दै गर्दाखेरि परमेश्वरले भन्नुभएको छ नि, म हुँ जो म हुँ। त्यही आत्मा चाहिँ हामीभित्र आएको छ नि त, परमेश्वरले हालिदिनु भएको छ उत्पत्तिको पुस्तकमा। तपाईँले होइन हेर्नुहोस्, तपाईँले उत्पत्ति 1:26 हेर्नुभयो भने पहिलो कुरा परमेश्वरले आत्मामा हामीलाई बनाउनु भएको छ। त्यस पछाडि 2:7 हेर्नु भने तपाईँ त्यस पछाडि हामीलाई शरीरमा बनाउनु भएको छ। त्यस पछाडि के भयो तपाईँले लेख्दै जानुहोस्, मैले भनेको कुराहरू तपाईँले लेख्दै जानुहोस्। त्यसपछि के भयो भन्दै गर्दाखेरि जीवित प्राणी भए, जीवित प्राणी भए। तपाईँले हेर्दै पनि गर्नुहोस्, बाइबललाई हेर्दै पनि गर्नुहोस्। त्यहाँ चाहिँ के गर, पहिलो चाहिँ त्यहाँ जीवनको सास फुकिदिनु भयो, शरीरमा सास फुकिदिनु, किन उहाँको आत्मा हालिदिनु भयो, उहाँको आत्मा हालिदिनु भयो। अनि त त्यो चाहिँ जीवित प्राणी भए। तर उत्पत्ति 1:26-27 त आऊ हामी आफ्नै स्वरूप अनि समानतामा हामी बनाऊ भनेर उहाँले एउटा सल्लाह भनौँ, एउटा उहाँले सङ्गति गर्नुभएको छ। आत्माले ग्रहण गर्दैछ, तपाईँले विश्वास गर्नुहोस्। मेरो बुद्धिले मैले नसकेको होला, तर आत्माले ग्रहण गर्दैछ। हामी साह्रो कुराहरूलाई, हामी गहिरो कुरालाई हामी खोज्नुको लागि चाहिँ के भन्छ नि, गहिरो कुराहरू सुन होइन, हिराहरू चाहिँ नि हतपत पाइँदैन क्या, गहिरो कुराहरू मात्रै पाउँछ नि त। अघि सुन हिरा मोती त कहाँ के हो, त्योभन्दा पनि मूल्यवान हजारौँ मूल्य भने त्यो कुरा हामीले यो गहिरो कुरालाई पाउनको लागि त हामी त गहिरो कुरामा जानु जरुरी छ। हामी जहिले पनि अब हामी त के भयो, खानु छोड्यौँ, लाउनु छोड्यौँ, बोल्नु छोड्यौँ है, यस्तो कुरा छोड्यौँ। यो त कलिलो विश्वासीहरूको लागि हो। हाम्रो दाइहरू जसले बाबुलाई पाउनु भएको छ उनीहरूले चाहिँ यही कुरामा हेरेर, अघि उहाँले शरीर भन्दै थियो, गुड, उसले भनेको एकदम सही हो, उसले शरीर भन्दै थियो, बहिनीले भन्दै थियो, गुड, ऊको त्यो कुरामा छ। हामी त्यहाँदेखि हामी माथि आइपुगेको छौँ, हामी त शरीरको वास्ता, त्यही भएर हामी शरीर कुरा हामी जान कता कता हामी छैनौँ। हामी चाहिँ त्यो गहिरो कुरामा हामी बग्न जरुरी छ। म गहिरो कुरामा बग्दैछु, तपाईँले भन्नुहोस् म गहिरो कुरामा बग्दैछु। आवाज पनि बढ्दैछ है, अघि 2जना 1जना थियो, अहिले 3-4जना भयो। हामी कस्तो हुन्छ, त्यसले बोल्यो भने चाहिँ म बोल्छु, हामी लजाउने स्वभावको छौँ नि त। हामी अहिले 2जना नाचोस् त उसलाई नाच्नु लागिहाल्छ, तर नाच्ने मान्छेलाई 1जना नाचेको छैन कसैले मलाई लाग्दैन, नाच्ने मान्छे पनि आउँदैन, तँ जाना हामी भन्छौँ होइन। हामी कोही त खडा हुनुहोस्, हामी कोही त खडा हौँ होइन। यो चाहिँ हाम्रो लागि हो। हालेलुया, हालेलुया। ल अब मेरो समय हुनु लाग्यो। तपाईँहरूले आत्मा प्राण शरीर अघि हेरिहाल्नु भयो। अब आत्मा यहाँनिर गहिरो टिचिङ, किन मैले यो टिचिङ लिएँ भन्दै गर्दाखेरि हामी यो कुरालाई बुझिनौँ भनेदेखिलाई त हामी जहिले पनि त्यही कुरामा एउटा लेभलदेखि अर्को लेभलमा जानु सक्दैन। यही लेभलमा हामी नाचेको यो लेभलमा हामी उनीहरू छौँ। तर 2026 चाहिँ हाम्रो लागि अझै एक्स्ट्रा बिब्लिकल भन्छ नि, के भन्छ त्यसलाई, अलौकिक भन्छ नि, त्यहाँ सुपर नेचुरल, हामी नेचुरलबाट हामी सुपर नेचुरल भन्छ नि, अलौकिक कुराहरूमा हामी बग्दैछौँ। अनि त्यही कुराहरू त कतिजनाले नसोचेको कुराहरू हाम्रो जीवनमा यहाँ आउँछ। यहाँनिर आउँदै गर्दाखेरि प्रार्थना गर्दाखेरि हामीलाई लाग्छ कि यो निको भयो मैले गर्दाखेरि, तर हामी जब खडा हुन्छौँ, जब खडा भएर प्रार्थना गर्दै गर्दाखेरि चाहिँ यो ठाउँबाट चाहिँ छुटकारा किन भयो भन्दै गर्दाखेरि हाम्रो जीवन चाहिँ बढ्दैछ, हाम्रो जीवन बढ्दैछ। अनि यो कुराहरू हुँदैछ। अहिले भर्खरको विश्वासीले लिएर उनीहरू प्रार्थना गरेर उनीहरूले सक्छ उनीहरूले, तर उनीहरूले त्यो कुराहरू बुझ्न सकेको छैन, त्यो गइरहनु नपुगेको कारणले गर्दाखेरि। तर अब हामी यतिमा बस्ने त होइन नि त, अब हामी त होइन, हामी त संसार हल्लाउने हो नि त होइन, उलट पुलट पार्ने हो नि त। पत्रुसले भने त संसार उलट पुलट पार्ने चाहिँ कहाँबाट आयो भनेर भनेको छ। अनि हामी चाहिँ त्यो अयममा हामी बग्नु चाहिँ जरुरी छ। अनि त्यो शिक्षा चाहिँ हामीले यहाँनिर लिइरहेको छौँ।
तपाईहरुलाई सजिलो भइरहेको छ कि साह्रो भइरहेको छ? ल धेरै जनाले बुझ्दै हुनुहुन्छ, तर नबुझे पनि तपाईले ग्रहण गर्नुहोस्। एक दिन त्यो गहिरो कुराहरू एक दिन एउटा समयमा आउँछ। अहिले रोपेको छु भने नि फल्नु चाहिँ फेरि त्यति बेला मात्रै फल्छ, त्यति बेला मात्रै फल्छ। रोपी चाहिँ राख्नु जरुरी छ। तपाईले रोपी आफ्नो माटोलाई चाहिँ तपाईले मलिलो बनाउनुहोस्। यहाँबाट बिउ आउँदैछ, त्यो बिउ चाहिँ रोप्न दिनुहोस्। एक दिन त्यो बढ्ने छ अनि तपाईँ आफै छक्क पर्नुहुन्छ, मेरो जीवनबाट यस्तो फल कसरी फल्यो। त्यति बेला परमेश्वरले ट्विट पाएर आत्माबाट त्यति बेला तैँले सुनेको, त्यति बेला तैँले गरेको कुराहरू भित्रबाट बोल्न थाल्छ। मसँग परमेश्वर हमेसा बोलिराख्नुहुन्छ, मसँग बोलिरहेको हुन्छ। मसँग हिँड्दा पनि बोल्छ, बोल्दा पनि बोलिरहेको हुन्छ। पहिला चाहिँ त्यो थाहा थिएन, अहिले मैले महसुस गरेँ। अब मैले कसरी देखाउनु त? तपाईहरु पनि जिउनुहोस्, तपाईँले पनि त्यति एक दिन भन्नुहुन्छ। अनि त्यसबाट मलाई परमेश्वरले यो भन्दै हुनुहुन्छ, परमेश्वरको प्रेरणाबाट मलाई यो अगुवाई भइरहेको छ। किन भयो भन्दै गर्दाखेरि चाहिँ म उभिएको थिएँ अनि त्यो समयमा मलाई प्रकट गरिदिनु भयो। अब ल तपाईहरुले अब अघि मैले भने तीनटा थियो। शरीरको विषयमा हामी छोटो हेर्नेछौँ। ल शरीर चाहिँ के हो भन्दै गर्दाखेरि शरीरलाई चाहिँ छुन सकिन्छ नि त। प्राणलाई पनि छुन सकिन्छ, तर के भन्छ शब्दद्वारा, हैन? मजाले भन्यो भने उसले छुयो, मलाई कस्तो छुयो भन्छ नि, हैन? मलाई कस्तो छुयो, त्यसले भनेको मलाई छुयो कि छुएन त? सुन्नु त शब्द छुयो, छुन्छ छुइन? प्राणलाई पनि छुन सकिन्छ, आत्मालाई चाहिँ कसरी छुन्छ भन्दै गर्दाखेरि वचनले मात्रै छुन्छ आत्मालाई चाहिँ। किनभने परमेश्वर बाहेक कसैले छुनै सक्दैन, हैन? हामीले पुरानो करार हेर्ने हो भने के भन्छ, पवित्र स्थान अगाडि चाहिँ के थियो? अगाडि विश्व पुजारी, त्यहाँ चाहिँ महापुजारीमा जानु पाउँछ नि। त्यो हामीलाई देखाउँदै गर्दा पुरानो करारमा देखाएको नक्सा चाहिँ त्यो है। त्यहाँ चाहिँ को जानु सक्छ? महापुजारीमा जानु सक्छ। यहाँ चाहिँ पुजारीहरू, यहाँ चाहिँ अगाडि चाहिँ के भन्छ, त्यो उहरू के लिएकोहरू हुन्छ नि, पाप बलि के लिएकोहरू, यहाँ चाहिँ सर्वसाधारणमै जानु सक्ने हो। त्यो चाहिँ शरीर हो। नक्सा चाहिँ त्यो तरिकाले बनाएको। आउँदो दिन हामी त्यो कुरालाई हामी क्लियरली अब अझै बुझ्नेछौँ। त्यही भएर मैले भनेको चाहिँ कति कुरा नयाँ आयो भनेर चाहिँ हामी के भन्छ, ला यो त के होला होइन, त्यसलाई खोज्यो भने चाहिँ भेटाइन्छ परमेश्वरले वचनले। अब खोजेन भने चाहिँ हामी भेटाउनै सक्दैन। न मैले पनि भेटाउँदिनँ, तपाईँले पनि भेटाउनुहुन्न। म जति खोज्छु म भेटाउँछु, तपाईँले जति खोज्नुहोस् त्यति भेटाउँछु। मैले यो न यो भनेर चाहिँ तपाईँले हेर्नै भने त मेरो खातिर तपाईँले हेरिदिनु भने त हुँदैन। तपाईँले खोज्दै हेर्नुहोस् अनि भेटाउनु हुनेछ। त्यही भएर परमेश्वरले हामीलाई बल चाहिँ गर्नुहुन्न, अनि अबको लिडरहरूले पनि बल चाहिँ गर्नुहुन्न। कतिजनालाई त अब कराउनु पनि हुन्छ। त्यो किन कराउनु भन्दा परमेश्वरले चाहिँ एउटा अगुवा अब आफू हुर्किँदै गरेकोलाई कराउँछ नि त, आफ्नो छोराछोरीलाई आफूले हुर्कोस् राम्रोस् भने कराउँछ पनि। त्यति बेला हामीलाई कहाँबाट मन दुख्छ? त्यो मन चाहिँ कहाँबाट आयो भने प्राणको क्षेत्रबाट आउँछ, हैन? शरीरले चाहिँ कुट्यो भने मात्रै हो दुख्ने भनेको चाहिँ, तर मन चाहिँ भनाइबाट दुख्छ, बोलीबाट दुख्छ, शब्दहरूद्वारा चाहिँ हाम्रो के भन्छ, दुख्छ। त्यस कारणले गर्दाखेरि के भन्छ, यसलाई चाहिँ के भन्छ, हाम्रो शरीर चाहिँ के हो भन्दै गर्दाखेरि यो चाहिँ अब प्रकृतिबाट बनेको कारणले गर्दाखेरि माटोबाट बनाएको कारणले गर्दाखेरि हाम्रो शरीर चाहिँ यो चाहिँ प्राकृतिक हो। अब के भन्छ, आत्मा चाहिँ प्राकृतिक होइन, फेरि परमेश्वरबाटको आत्मिक भन्छ नि। हामी आत्मिक हौ, आत्मिक भन्छौँ नि। आत्मिकको अर्थलाई हामीले बुझेन भने चाहिँ हामी बोल्छौँ, अरूले जे बोले सुड्दो, त्यसको अर्थै छैन हामी भन्छौँ। अरूले भनेको फन्डामा हामी भन्छौँ, होइन? भन्छौँ कि भन्दैनौँ त? सुड्दो भनेको सबैलाई बुझ्नु भएको छ, तर त्यसको अर्थ चाहिँ थाहा छैन, मलाई पनि थाहा छैन। बुझ्नु चाहिँ भएको छ सुड्दो, होइन? ल्याङ गर्छ, ल्याङ भनेको के हो, होइन? बुझ्नु चाहिँ बुझेको छौँ। त्यो भाषा कति सजिलो छ, तर त्यसको अर्थै छैन। हामी बिना अर्थ कति बोलिरहेको हुन्छौँ। त्यही भएर हामी बोल्दै गर्दाखेरि चाहिँ हाम्रो मुख बोली वचनहरू चाहिँ हामी जब प्रभुमा अगाडि बढेको त्यो वचनहरू हराउँदै किन गएको भन्दाखेरि वचनले हामीले अर्थ खोलाउँदै गयो नि त, अर्थको जीवन ल्यायो नि त। त्यो कारणले गर्दाखेरि चाहिँ यो पो रहेछ त मैले बोल्नु पर्ने, यो पो होइन रहेछ त। अनि पछि त पवित्र आत्मा सँगसँगै हिँड्नु थालेपछि ओइ भन्न थालिहाल्छ। त्यसले मजाले गाली गर्यो भने पनि शरीरको एक्सप्रेसन रातो, रिसले रातो भयो भने त्यो मुखले बोल्दै रहेछ, आत्माले पवित्र कहिले यसो गर्नुपर्छ भन्न थालिहाल्छ। सिकाउनु थाल्छ नि त, उहाँले हामीलाई सिकाउनुहुन्छ, आत्माले सिकाउनुहुन्छ नि त। अनि हामी हरेक कुरा छुटकारा हुँदै जान्छौँ, हामी नयाँ हुँदै जान्छौँ। म त जति सुन्छु नयाँ भएकै नयाँ भएको। अहिले मैले बोल्दै गरेको कुरा म नयाँ भइरहेको छु, होइन? नयाँ भइरहेको छु नि त।
अनि यस कारणले गर्दाखेरि हामीले आत्मा प्राण शरीर, अघि तपाईँहरूले भन्दै हुनुहुन्छ कतिजनाले प्राण शरीर होइन, प्राण म हुँ, आत्मा म हुँ होइन, त्यस पछाडि उयो म हुँ भन्दै भन्दै हुनुहुन्थ्यो। अब बिस्तारै हामी आउँदो समयमा यसलाई सिक्नेछौँ। किनभने मैले एउटा मण्डलीमा चाहिँ के भएछ भने 4 हप्ता 5 हप्ता 6 हप्ता एउटै वचन मात्रै भनेको भने गऱ्यो अरे। अनि एकजना हुन्छ नि, जतिजना को त जोसिलो हुन्छ नि त, जोकी सङ्गति चाहिँ गएर भन्छ, पास्टर बा तपाईँले चाहिँ के हो 24 जहिले एउटै मात्रै वचन वाक्क भइसक्यो भनेर भन्यो अरे क्या। मैले एउटै मात्रै वचन मजाले एउटै मात्रै भने। किन भनेको, किन थाहा छ किन? यही एउटै वचन त तिमीले पालना गरेको छैनौ, यही वचन त तिमीले पालना गरेको छैनौ, पहिले यसलाई पालना गर अनि अर्को वचन मसँग कति छ नि भन्थ्यो अरे क्या होइन। कोही बेला हामी के हुन्छु भन्दै गर्दाखेरि चाहिँ यहाँ होइन, मैले यहाँ कतिचोटि हामीलाई मैले जहीँ पनि सुनेको यहीँ पनि भनिरहेछ, त्यस्तो होइन। कतिजनाले यहाँ मान्छेले भनेको हुन्छ, कतिजनाले यहाँ तरिकाले भनेको हुन्छ, कतिजनाले यहाँ तरिकाले भनेको हुन्छ। अनि हामीले यो वचनलाई हामी पहिला पनि सुनेको, तपाईँहरू कतिजनाले सुन्नु भएको छ, फेरि रिभाइज भयो, फेरि पनि नयाँ भयो। हामी त्यो माथि चाबिलान डाँडामा पहिला जाने कति भयो होला, अझै जाउँ भन्नु, हो आज चाहिँ जाने, कति गएको नजाने भन्छ। हामीले भात जहिले खाएको छु, कति खानु भात भन्छ त, आज चाहिँ अलिक नयाँ बनाएर खाउँ है, आज त अलिक गिल्लो भएछ, जेस राम्रो भएछ, मासु हेर त्यही हो। हामीले चाहिएको चाहिँ नयाँ, तर पनि के हुन्छ घरतिर कोही बेला के हो जहिले एउटै मात्रै भात एउटै मात्रै सब्जी कोही बेला हुन्छ नि त। हामी शरीरमा त नयाँ नयाँ कुराहरू खोज्छौँ भन्दाखेरि हाम्रो जीवनमा किन चाहिँ हामी नयाँ नहुने त? यही वचनलाई हामी नयाँ तरिकाले सिक्दैछौँ। अनि तपाईँले भन्नुहोस् आत्मा प्राण शरीर है। मैले किन भन्दै गर्दा यो कुरा हामीले छुट्यायौँ भनेदेखिलाई चाहिँ नि तपाईँले हामीले मैले रिसाउनु पनि छोड्छौँ, अनि उसले बोलेको कुरालाई हामीले छुट्याउन सक्ने हुन्छौँ होइन, छुट्याउन सक्ने हुन्छौँ क्या। नत्र भने चाहिँ छुट्टिने, यसले के बोल्यो, कहाँबाट बोलो के भाषै बुझ्दैन क्या, आत्माबाट बोल्यो कि प्राणबाट बोल्यो कि शरीरबाट बोल्यो। हामी त 3टा कुराले बनेको छौँ नि त, यहाँ त 3टा कुरा आउँछ यहाँ त फेरि जहिले पनि होइन, 3टा कुरा आउँछ। अनि यहाँनिर अब म लगभग यसलाई म अलिकति अब अन्तिमतिर ल्याएँ। तपाईँहरूले लेख्दै हुनुहुन्छ भने लेख्दै हुनुहुन्छ, तपाईँले लेख्नुहोस् आत्मा प्राण शरीर लेख्नुहोस् है। अब आत्मा हेर्नुहोस्, आत्मालाई चाहिँ के भन्छ भन्दै गर्दाखेरि चाहिँ स्पिरिट है, अनि प्राणलाई के भन्छ सोल भन्छ, अनि शरीरलाई चाहिँ फ्ल्यास भन्छ है। अनि यहाँनिर हिब्रू भाषामा चाहिँ के भन्छ भन्दा रुवा भन्छ, तपाईँले लेख्नुहोस् RUACS भन्छ। अनि त्यसपछि के भन्छ ग्रिक भाषामा चाहिँ न्युमा भन्छ। अनि प्राणलाई चाहिँ के भन्छ भन्दै गर्दाखेरि चाहिँ प्राणलाई चाहिँ सुखे भन्छ क्या, सुखे नेफिस भन्छ हिब्रूमा चाहिँ, अनि के भन्छ ग्रिकमा चाहिँ सुखे साइके भन्छ क्या, साइको चाहिँ होइन साइके भन्छ। अनि शरीरलाई चाहिँ के भन्छ भन्दै गर्दाखेरि बसर भन्छ हिब्रूमा चाहिँ, अनि ग्रिकमा सार्क भन्छ। अब किन यो हिब्रू भाषा यो भाषा हामी किन खालि त्यहीँ जोडिने होइन, किन कहीँ जोडिने भन्दै गर्दाखेरि चाहिँ मैले एकजना, म पनि यो कुरामा किन प्रश्न सोधेको थिएँ। अनि एकजना पास्टरले हामीलाई एउटा के भन्छ एउटा कथाबाट सुनाउनु बुझाउनु भयो क्या, यसु ख्रीष्टले किन मलाई चाहिँ यो ऊ मात्रै भन्नुभएको, यसुले यहाँनिर जहिले पनि के भन्छ केबाट भन्नुभयो, दृष्टान्तबाट भन्नुभयो नि त। उहाँले डाइरेक्ट भने त बुझ्दैन क्या, उनीहरूले पनि बुझेन। अब हामीले पनि यहाँ भनेको त कति बुझ्दैन, किन चाहिँ यो ग्रिक भाषा किन रहेछ, हामी त्यो किन रहेछ भन्दै गर्दाखेरि उहाँले यस्तो मजाले भन्नुभयो। एकजना साथी थियो अरे है, एकजना साथी थियो अरे, अनि ऊ एकजना साथी थियो अरे, उसको अर्को साथी चाहिँ अन्धा रहेछ अरे होइन, अनि अन्धा रहेछ अरे। अनि एउटा साथीले के भन्छ भने त्यो देख्नेले चाहिँ ओइ खिर खान्छस् भन्यो अरे। अब खिर त सुन, अनि खिर कस्तो हुन्छ, कस्तो हुन्छ भन्दा अब उसलाई अब अन्धालाई सेतो हुन्छ, अब सेतो हुन्छ भन्यो है। अनि अब सेतो चाहिँ कस्तो हुन्छ त, अन्धालाई सेतो कस्तो नि होइन। अनि कस्तो हुन्छ भन्दा अब अन्धा चाहिँ अब यसो हेरेको अरे बकुला देखेँ, उयो बकुला देखेँ भनेर अब फेरि अन्धाले फेरि बकुला सेतो छ कसरी बकुला भन्दाखेरि अब कसरी उसलाई एक्ट गरे, अब बकुला कस्तो हुन्छ यस्तो हुन्छ नि, यस्तो परिकारको यहाँ छाम त यस्तो गरेर क्या, यस्तो नाइ म खाँदिनँ, घाँटीमा अड्किन्छ भनेर क्या, क्या उसले चाहिँ बकुला त यस्तो सम्झेछ। अब यस्तो कसरी खानु यस्तो होइन, उसले खासमा चाहिँ खिर खा भन्नु खोजेको, खासमा चाहिँ खिर दिनु खोजेको भन्नु खोजेको। अब खिर कस्तो हुन्छ भने बुझाउँदै जाँदाखेरि त यस्तो भइदियो। अब
अनि कतिचोटि के हुन्छ, हामी किन बाइबल यहाँ धेरै नानाले अर्को बाइबल बोल्दैछ, अर्कोले अर्को बाइबल, त्यो बाइबलहरू के हुन्छ भने ग्रिक भाषामा पहिलोचोटि ग्रिकमा हिब्रूमा हुँदै गर्दाखेरि चाहिँ हिब्रूको भाषाको गहिरो अर्थहरू चाहिँ नि नेपाली व्याकरणमै छैन, इङ्ग्लिसमा अलिअलि छ। त्यसबाट हिब्रूबाट चाहिँ ग्रिकमा आउँदै गर्दाखेरि ग्रिक इङ्ग्लिसमा आउँदै गर्दाखेरि हल्का सजिलो भयो। त्यही भएर कतिजनाले इङ्ग्लिसमा भन्छ नि, हामीले बाइबल कलेजमा इङ्ग्लिसमा गर्छौँ, इङ्ग्लिस सिक्नै पर्छ किनभने अर्थ त्यहाँ छ। यु भन्नु बित्तिकै त कतिवटा एउटै शब्दले धेरैवटा भ्यायो ग्रिक, त्यो कारणले गर्दा आज कतिवटा शब्दहरू हामीलाई त सजिलो बनाएको हो नि त, यो त एकदम सजिलो बनाएको हो कि वास्तवमा त्यो कुराले मलाई यति धेरै छ, ओहो यो कारण चाहिँ यो रहेछ, कुनै पनि गलत होइन, कुनै पनि गलत, त्यहाँ अझै गहिरो अर्थ छ त्योभित्र। अनि एउटा अब हामी यस्तो सोझो हामी कहिल्यै बाइबल नपढेको मान्छेलाई बुझाउनुको लागि त यो बाइबल सोसाइटी भयो अहिले आएको, यसले गर्दा हामीलाई यसो रहेछ भन्ने खोजेको शब्द भेटाएन। वास्तवमा भन्नु खोजेको के छ भन्दै गर्दाखेरि उसले चाहिँ खिर दिनु खोजेको, अब खिरलाई बुझाएर दिनु खोज्दै गर्दाखेरि चाहिँ बकुलाको यस्तो पुग्यो, यो भइसक्यो, उसले खाँदै खाएन क्या। कोही कोही बेला हामीलाई भन्नु खोजेको कुराहरू चाहिँ कतिचोटि साह्रो पर्छ क्या, साह्रो पर्छ र बुझ्दिनँ। अनि नबुझेपछि के भयो त, म त बुझ्दिनँ के हो हामी के भन्छ बुझाइ गहिरो खोजाइ भन्यो भने चाहिँ बुझ्दिनौँ, के रहेछ त भनेर खोज्यो भने चाहिँ हामीले बुझ्छौँ। अनि त्यही भएर बाइबलहरू चाहिँ कति होइन एउटा टिबिएस भन्नु के कति कुराहरू हामीमा फरक फरक छ, हामीलाई यो सबैभन्दा सजिलो छ, तर अर्थपूर्ण कुराहरू चाहिँ त्यो भाषामा थियो। अनि मलाई पनि त्यो लागु हो रहेछ, सबैले भन्थ्यो यो सिक्दा यो भनेको यो रहेछ, यसको अर्थ यो रहेछ भन्ने कुराहरू हो क्या। त्यो कारणले गर्दाखेरि चाहिँ मैले किन यो कुरा भन्नु खोजेँ भन्दै गर्दाखेरि चाहिँ आज बाइबल फरक फरक छ भने पनि क्लियरिफाई हुनुभयो तपाईँहरू, होइन हो किन भन् त। अनि ग्रिक भाषा किन यो मैले पनि यो भन्नु जरुरी रहेछ, किन हामी ग्रिकमै ठोकिन्छौँ भन्दै गर्दाखेरि चाहिँ त्यहाँबाट परमेश्वरले हिब्रूमा चाहिँ परमेश्वर त्यति बेला त परमेश्वर त्यो मोसाहरूद्वारा होइन अब अब्राहम सरा तिनीहरूसँग बोल्नुभयो नि त, यहुदीद्वारा बोल्नुभयो। अनि त्यो गहिरो भाषा आउँदै गर्दाखेरि चाहिँ यहाँ आउँदै गर्दाखेरि हामीलाई त यति धेरै सेन्टेन्स लामो भइदियो क्या। अनि यो चाहिँ हामीले सबैभन्दा धेरै जान्नु जरुरी छ। तपाईँले अलिकति कुरा क्लियरिफाई हुनुभयो, अलिक कुरा क्लियरिफाई हुनुभयो होला, पक्का पनि म विश्वास गर्छु होइन तपाईँहरू क्लियरिफाई हुनुभयो। अनि अब आउँदो समयहरूमा हामीले यसको पार्ट 1 पार्ट 2 गरेर हेर्नेछौँ, किनभने मैले किन स्लोली लगेँ भन्दै गर्दाखेरि हामीलाई यो कुरा बुझ्नु जरुरी छ। आउँदो समयहरूमा यो कुराले क्लियरिफाई हुनुभयो भने भोलिको दिनहरूमा हामीले कोदेखि रिसाउने, कोदेखि कोने के हो को सबै कुरा छुटाउन सकिन्छ। म को भन्दै गर्दाखेरि अब मैले भन्दै गर्दा सर्टकट मैले भने म चाहिँ आत्मा हो, म चाहिँ शरीरमा बास गर्छु, मसँग प्राण छ है होइन, तर बाहिरी प्रभुलाई नपाएको जसले प्रभुलाई पाएको छैन उनीहरूसँग चाहिँ प्राण र शरीर मात्रै भन्छ, आत्मा चाहिँ भन्दैन नि त। आत्माले शान्ति पाओस् चाहिँ भन्छ, तर सोल भन्छ, सोल भनेको चाहिँ प्राण हो, स्पिरिट भन्दैन। स्पिरिट भनेको सुन्नु भएको छैन, सोल भन्छ इङ्ग्लिसमा। कसैले रेस्ट इन पिस भनेर सोल देख्छ क्या, उनीहरूलाई थाहै छैन। तर हामी जुन दिन हामी यहाँ आयौँ, जुन दिन प्रभुलाई हामीले पायौँ, उहाँको त्यो आत्मा हामीभित्र खन्यो अनि हामी चाहिँ त्यो आत्मामा जेनेरेट भइ निस्क्यौँ। त्यो त्यति बेला सुरुमा आदमको जमानामा त्यो आत्मा चाहिँ मरेको, त्यो आत्मा मरेको आत्मा खसेको आत्मा फेरि पनि प्रभु येशूमा आएर जोडेर उहाँले फेरि त्यो आत्मालाई फेरि पनि नयाँ जागृत गराउनु। अब हामी येशू जस्तो भइसकेको छौँ, आदम जस्तो होइन येशू जस्तो भइसकेको छौँ। त्यो कारणले गर्दाखेरि चाहिँ होइन तपाईँहरूको बिचमा मैले यो 3टा यसको अर्थ होला भने आउँदो समयहरूमा तपाईँहरूको बिचमा फेरि पनि नयाँ ल्याउनेछु। समय पनि हामीले मध्यनजर गर्नुपर्ने हुन्छ। म 4-5 मिनट अलिकति बढी गएँ, तपाईँहरूले यो कुरालाई हेरिदिनु होला है। अनि म आशा गर्छु आत्मा प्राण शरीर आउँदो समय आज यहाँदेखि तपाईँ झन् सर यति धेरै गहिरो कुराहरू छ। म त यहाँ सुरुमा त यति धेरै के भन्छ रोके भन्दै गर्दाखेरि कति धेरै हामी बुझ्नु सकेको हुँदैनौँ नि त। त्यो कारणले गर्दाखेरि आउँदो समयमा हामी यसको भागहरूलाई हेर्नेछौँ। तपाईँहरू तयारी हुनुहुन्छ होइन? तयार हुनुहोस्। किन रिसाउँछु, किन सपना देख्छु, सपना के हो है, हामी कहाँ घुम्न जानु मन लाग्ने सुत्ने, त्यो सब हामी त्यो कुरामा हेर्नेछौँ, हामी त्यो कुरालाई बुझ्नेछौँ है त। अनि यति भन्दै मेरो वचनको समय यहाँ राख्न चाहन्छु। सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह छ।